हिँड्दा हिँड्दै हावा फुस्किहाल्यो आजकलको होइन सकिन्न धेरै। यो चाहिँ हो तपाईँको बेरिङको तपाईँको दानाहरू हुन्छ नि, यो हेर्नु यस्तै पिसिया छ क्या यसमा। A few moments later. My heart rages around like an ocean in my head, because there are so many things that I left unsaid. सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। अझै म ठ्याक्कै भन्दाखेरि चाहिँ भालुवाङको एउटा गेस्ट हाउसमा बसेको छु होइन, किनभनेपछि हिजो म बुटोलको लागि बुटोल गएको थिएँ म हिजो होइन, सानो बुवालाई लगेर गएको थिएँ, त्यो हस्पिटलमा थोरै काम थियो र होइन। अनि राति चाहिँ म त्यहाँदेखि हामीहरू चाहिँ त्यहाँदेखि फर्किँदाखेरि चाहिँ राति चाहिँ म बुटोलदेखि फर्केँ होइन। अनि गाडीको चाहिँ क्लोज प्लेट हल्का हल्का अवस्था पहिला पनि आइरहेको थियो, अनि किरो गइरहेको थियो। 21 राति चाहिँ क्लोजले कामै गर्न छोडेपछि चाहिँ हामीहरू चाहिँ भालुवाङ बस्यौँ होइन। ठ्याक्कै म अहिले भालुवाङ, यो चाहिँ मेरो होटेलको उसबाट देखिने बाहिर होइन, छक्कै देखिँदो रहेछ। यहीँ बसेको थिएँ म साँझ होइन, अब म यहाँदेखि निस्किँदैछु गाइस। अब चाहिँ म होटेलदेखि चेकआउट गर्दैछु होइन। त्यसपछि चाहिँ उहाँ गाडीको मिस्त्री पनि आइसकेको छ र, मामा चाहिँ उहाँ जानुभएको छ अगाडि पहिला होइन। म होटेलदेखि चेकआउट गर्दैछु, कति टाइममा हाम्रो चाहिँ गाडी बन्ने होइन। के भिल्न त भुलेन यार, हुन त के हुन्छ र, त्यही पनि यसो चेकआउट गरिदिउँ भनेर होइन, हेरिदिउँ भनेर। ल बाटोमा भेटौँ न त के हुन्छ है। चिया बनाइदिनु दिदी, एउटा चिया बनाइदिनु न अन्त एउटा मलाई। हजुर कति भयो टोटल? त्यसो गर्नु न, 25 रुपियाँको भोला दिनु, ठ्याक्कै 500 हुन्छ नि। यो चाहिँ हाम्रो भालुवाङ बजार होइन। अहिले चाहिँ म ठ्याक्कै हाम्रो होटेलदेखि जहाँ जुन होटेलमा बसेको थिएँ त्यहाँदेखि बाहिर निस्केर ठ्याक्कै भालुवाङ बजारको चोकको उसको साइडहरूमा बसेको थिएँ। होटेल मात्रै खुलेको थियो क्या यो, राति चाहिँ भएको थियो कि हामी आउँदाखेरि त लगभग 11:30 भयो। चनौटाबाट आएको थियो बुवा हामीहरू, घरै जान लाग्थ्यौँ। शनिबार बन्द त पुरै बन्द छ होइन। त्यो दिन भालुवाङ बजार चाहिँ जस बिहान हेर्दाखेरि चाहिँ फुल देखिन्छ क्या लास्ट एकदम। जस्ट नाउ ठ्याक्कै हेर्नु सक्नुहुन्छ भालुवाङ बजारको ठ्याक्कै फुलचोकमा अड्डाइछु कि म होइन, जाँदैछु। ग्यारेज चाहिँ उता पारी छ नि त, यो नदीको नाम के पो हुन्छ कि, अब हिमाल लाने यो गाडीहरू। बिहान हेर्दाखेरि चाहिँ भालुवाङको यो फुलचोकको चाहिँ राप्ती नदीको पुरा भ्यू हेर्दाखेरि चाहिँ मामा बब्बाल देखाएको छ यहाँदेखि चाहिँ। अरू बेलामा पानी पुरा भरेर हुन्छ नि त त्यहाँ, अहिले चाहिँ पुरा निलो कलरको छ कि पानी पनि। यहाँदेखि बल्ल देखिन्छ भालुवाङ बजार पुरै होइन, वहाँदेखि वहाँसम्म। भन्छन् नि जिन्दगीमा सबै चिजको मजा लिनुपर्छ भनेर होइन, आज लिइरहेको छु पैदा गर्दा होइन। अनि त्यही पनि यहाँको चाहिँ मौसम यताउता होइन, बिहानै चाहिँ त्यो दामी आउँदो रहेछ क्या, हेर्न सक्नुहुन्छ मजाले होइन। यो ट्राइपोड नभएपछि चाहिँ क्यामेरालाई ह्यान्डल गरेर हिँड्नलाई चाहिँ लास्टै समस्या हुँदो रहेछ क्या। बुढापाकाले भन्छन् कि होइन, जिन्दगीमा हरेक चिजको मजा लिनुपर्छ भनेर। मजा चाहिँ आज लिइरहेको छु होइन, गाडी बिरेर हिँड्दै भालुवाङको हिजो राति चाहिँ भालुवाङदेखि उता अगाडिसम्म पुगेको थियौँ नि त। त्यहाँ पुगेर चाहिँ के भन्छ गाडी त्यहाँ राखेर होटलमा आयौँ होइन। अहिले फेरि जता ग्यारेज थियो त्यहाँ लिएर राख्नु त राखेको थियौँ गाडी, तर पनि के भन्छ यता फेरि आज शिवरात्रि भएर फेरि तपाईँको उतापट्टि सबैले आज हुन्न भन्ने शनिबार सबैजनाले होइन। अनि यो चाहिँ अहिले भालुवाङको चोकको यतापट्टि एउटा ग्यारेज रहेछ, त्यसैले बनाइदिन्छु भनेर चाहिँ कता कन्ट्याक्ट मिलाइदियो। उसले पनि बनाउने मात्र थिएन, त्यही पनि त्यहाँ अरू कसै ड्राइभरले भनेर चाहिँ बल्ल बनाउन रेडी भएर चाहिँ हामीहरू चाहिँ यहाँ आछौँ।
हिँड्दा हिँड्दै हावा फुस्किहाल्यो आजकलको होइन सकिन्न धेरै। अहिले चाहिँ यहाँ पुलचोक साइडमा होइन पेट्रोल पम्पको ठ्याक्कै साइडमा चाहिँ यो ग्यारेज छ होइन, बन्द त सबै छ आज। त्यही पनि चाहिँ यहाँ चाहिँ एउटा फोन गरेर बोलाएर खुल्या हो नि त यहाँ। अनि भित्र चाहिँ हाम्रो गाडी चाहिँ हुँदैछ के अरे सबै खोल्दैछन् होइन। क्लोज प्लेट चाहिँ घोराइदेखि आउनु लाग्छ। त्यसपछि कति टाइम लाग्छ, अहिले चाहिँ 10:30 बजेको छ, कति बजेसम्म हुन्छ अब हेरौँ है। आया दिस गाइस आम्बो चिन्नुहुन्छ तपाईँले? म पनि एकछिन कन्फ्युज भएको थिएँ होइन। पछिदेखि मिस्त्रीले भनेपछि बल्ल चिने कि यो चाहिँ हो तपाईँको बेरिङको तपाईँको दानाहरू हुन्छ नि, यो हेर्नु यस्तरी पिसिया छ कि यसमा। यो चाहिँ हाम्रो क्विड सरको क्लच प्लेटको बेरिङ हो यो। गियर बक्सको बेरिङ है, क्लच प्लेटको छैन, यो गियर बक्सको हो। क्लच प्लेट खतरा देखिँदो रहेछ नि हेर्दाखेरि पनि। क्लच प्लेट चाहिँ पुराकै यो बाङ्गिया रहेछ कि तपाईँको जुन स्टेपको सिधा हुनुपर्छ नि। हिजो चाहिँ अब राति हामी चाहिँ हिँड्दा हल्का उभा थियो क्या, त्यो भएर चाहिँ पुरा बाङ्गिया छ। खतरा चाकु बन्छ होला यसको नि। अहिले चाहिँ ठ्याक्कै 11 बज्न लागिसकेको छ होइन। सामान चाहिँ माथि हिँडिसकेको छ। हाम्रो क्विड गाडीसँग सँगै बसेको छ होइन। सामान आउनु ढिलो हुने भएर चाहिँ हामी चाहिँ यहाँ होटलमा खाना खाएर जाने बस्नु भनेर चाहिँ खाना सामान आउनु चाहिँ हल्का ढिलो हुने जस्तो भएर हामी चाहिँ होइन बालुवाङ पुलचोकको यतापट्टि हाम्रो फुपाकै होटल भन्नु पऱ्यो होइन। त्यहाँ चाहिँ अब खाना आसौँ होइन। खाना खाएर अब यहाँदेखि सामान सायद 1 घन्टा पछि, अझै 1 घन्टामा सामान जहाँसम्म आउँछ त्यसपछि चाहिँ को सामान चाहिँ बल्ल फाइनली आएको छ है। बहुत दुःख पाइयो। अहिले दिउँसोको तपाईँको 1:30 बजे छ है। 1:30 बजे बल्ल आयो सामान। काम पनि लास्टै सकेको छ अहिले। बिहान साँझमा चिसो छ। यहाँ पनि बिहान साँझमा चाहिँ लास्टै चिसो रहेछ। दिउँसोमा चाहिँ गर्मी नै छ यार बालुवाङमा पनि। गाडी बनेर हामी चाहिँ यहाँदेखि हिँड्दैछौँ बालुवाङबाट। गाइज थ्याङ्क यू एभ्रीवान फर वाचिङ दिस भिडियो। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।